अहिले हामी अब यति बेला यो दमकमा छौँ र दमकबाट अब दमकको भ्यू टावरतर्फ जाँदैछौँ। भ्यू टावर अहिले यसलाई एउटा व्यापारिक प्रतिष्ठान व्यापारिक महलको रूपमा चाहिँ तोकिएको छ। हामी त्यसतर्फ जाँदैछौँ। Okay, let's go. हामी यति बेला यो दमकको भ्यू टावरमा जाँदैछौँ। जुन 1.5 अर्ब लगानीमा चाहिँ जुन निर्माण भएको त्यो भ्यू टावर त्यहाँ छ। हामी यो बाटो अलिकति सडक नमिलेको कारणले गर्दाखेरि त्यहाँ आइपुगेका छौँ। आज हामी यो दमक टावरमा चढ्ने प्रयास गर्नेछौँ। अब कतिसम्म सायद चढ्नको लागि चाहिँ अनुमति छैन होला। अब मिलेसम्म हामी चढ्ने प्रयास गर्नेछौँ। हामी त्यहाँ पुग्नेछौँ। यो पैदल यात्रा हिँड्नुपर्ने छ। त्यहाँसम्म चाहिँ हामी अटोमा आयौँ। अटोबाट अलिकति हिँडेर चाहिँ हामी यहाँ तपाईँलाई पनि देखाउँदै त्यहाँबाट चाहिँ कहाँ राष्ट्र सुनेको मैले काठमाडौँभित्रमा जाँदाखेरि ठाउँहरू चाहिँ देखिन्छ भन्ने सुनेको छु। अब हामी मिलेसम्म त्यो टावर पनि चढ्नेछौँ होइन। हेरौँ के हुन्छ कस्तो छ। त्यहाँ गइसकेपछि बाटो अलिकति भर्खरै निर्माण कार्य हुँदैरहेछ। यहाँनिर विकासको क्रम मन पर्दैछ। हेरौँ जाँदैछौँ। अवश्य तपाईँलाई पनि देखाउँछु। विकासको अब हुने क्रम हो। विकासलाई चाहिँ बिस्तारै अगाडि बढ्दै जाला नै। तर यो ग्रामीण भेगमा चाहिँ रहेछ यो चाहिँ होइन। अलिकति यो ग्रामीण भेगमा बिचमा यो खुला आँटमा चाहिँ एउटा यो भ्यू टावर तयार गरिएको छ। मैले जहाँसम्म सुनेअनुसार थाहा पाएअनुसार चाहिँ यो एउटा जग्गा व्यवसायी कर्ताले उहाँले चाहिँ यो चाहिँ प्रदान गर्नुभएको जग्गामा चाहिँ निर्माण गरिएको हो भन्ने पनि सुनिएको छ र समाचारहरू पनि आइराखेको कुरो हो। अब आज प्रत्यक्ष रूपमा हामी यहाँ चाहिँ देख्न जाँदैछौँ, हेर्न जाँदैछौँ कस्तो छ अवस्था के रहेछ भनेर। एकदमै फाँट छ, हेर्न सक्नुहुन्छ पुरै। त्यो फाँटको बिचमा छ। दमक चोकबाट हामी कम्तीमा लगभग 15-20 मिनटको हामी अटो रिक्सा लिएर आयौँ यहाँ चाहिँ। आउँदाखेरि रमणीय दृश्यहरू पनि छ। एकदमै राम्रो ठाउँ। तर बिचमा अलिकति यो ठाउँमा केही चहल पहल हुनुपर्ने थियो। तर चहल पहल केही पनि देखिएको छैन अहिले चाहिँ यहाँ हेर्दाखेरि। साथसाथै एउटा यो सिङ्गो टावर चाहिँ देखिएको छ। अब पछिका दिनहरूमा भविष्यमा पक्कै पनि अब यो ठाउँले चाहिँ एउटा चाहिँ विकासको गति दिनेछ भन्ने उदाहरण हुनसक्छ यो भ्यू टावर पनि। हेरौँ अब त्यहाँ पुगिसकेपछि के छ। अझै पनि हामी त्यहाँ माथिसम्म पुग्ने प्रयास गर्नेछौँ। माथि पुगेर माथिबाट पनि त्यहाँको दृश्य पनि हामी चाहिँ कैद गर्नेछौँ। अगाडि प्लिज। यस्तो ठाउँ छ यहाँ चाहिँ। यो ठाउँ हेर्दाखेरि चाहिँ यहाँनिर ठुलो एउटा चाहिँ महल ठडिएको छ। वरिपरि बाटोहरू त्यति छैन। पछिल्ला दिनहरूमा यो निर्माण होला, यसको विकास पनि होला। दमकको लागि एउटा हुन त यो एउटा विकासको अर्को खुड्किलो पनि हो। तर यातायातको अलिकति व्यवस्था नभएको ठाउँमा यसलाई यातायातलाई अलिकति व्यवस्थित गर्ने हो भने यहाँ आन्तरिक पर्यटकहरू पनि पक्कै बढ्ने थिए। यहाँ वरिपरि रेस्टुरेन्टहरू अथवा केही बस्ने घुम्ने अरू ठाउँहरू पनि कमै नै देखियो यहाँ चाहिँ। हामी यो दमकको भ्यू टावरमा आइपुगेका छौँ। यो व्यापारिक महल यहाँ आइसकेका छौँ। गेटबाट इन्ट्री गरिसक्यौँ। अब हेरौँ के कस्तो छ। अझै पनि घुम्न बाँकी नै छ। हामी तपाईँलाई यहाँको दृश्यहरू पनि देखाउँदैछौँ। हेर्दा एकदम अचम्म लागेको थियो। तर अचम्म मान्नुपर्ने जस्तै छ यहाँ पनि। भित्र अझ कस्तो छ त्यो पनि हेर्न बाँकी नै छ होइन। हेरौँ तपाईँलाई म देखाउनेछु त्यो चाहिँ।
घुमेर यहाँको यो दृश्य म देखाउने प्रयास गर्दैछु। एकदम ग्रामीण भेगमा रहेछ यो ठाउँ चाहिँ। हामी लगभग दमक बजारबाट दमक चोकबाट चाहिँ तपाईको 15-20 मिनेटको हामी अटोमा यात्रा गरिसकेपछि हामी यहाँ आइपुगेका छौँ र अब यहाँबाट चाहिँ मैले यहाँको दृश्यहरू तपाईलाई चाहिँ देखाउने छु। कस्तो छ हेर्न सक्नुहुन्छ तपाई पनि। कति करोड है? 22 करोड। धन्यवाद है त। मैले माथि चाहिँ मैले माथिबाट हिँड्दै आउनु ल कतिमा हान्दिनँ एकैचोटि माथि। यो लिफ्टबाट चाहिँ यति बेला भ्यू टावर माथि जाँदैछौँ। हेरौँ त्यहाँ माथि पुगिसकेपछि कस्तो छ त्यहाँको दृश्य पनि तपाईँहरूलाई हामी यसो देखाउनेछौँ। अलिकति सेफ्टी चाहियो त्यसमा त होइन? सेफ्टी छैन। डर लाग्दो छ यार, पुरै डर लाग्दो छ। अब हामी यहाँबाट लिफ्टबाट अलिकति हिँड्दैछौँ माथिपट्टि होइन। अब छ तला चाहिँ हामी फेरि फाइदा कस्तो डर लाग्दो छ। टप होइन यो? ओ माई गॉड यार, यो चाहिँ के हो? यो खास यो यो त सर यहाँबाट भ्यू हेर्नको त्यहाँ पनि जान पाएँ। यहाँबाट जान सकिन्छ सर। तपाईँहरू बानी जाने व्यवस्था यो यतातिर चाहिँ के पर्यो? यो इलाम यो पहाड देखिएको। कुन पहाड है? यो पहाड इलाम हो। इलाम हो? यो चाहिँ इलाम भयो। यो पहाड इलाम हो होइन। यो खोला यो मावा खोला पानी मोरङ भयो। यतापट्टि मोरङ भयो। यो मोरङ भयो। अब यता भनेको यो पनि जङ्गलले जग्गा लेखेर त्यहाँ भरे हाम्रो मेची अगाडि ठुलो छ एउटा त्यसको हाउसिङ हो त्यहाँ मान्छे। यो हाउसिङ यो चाहिँ के जाली हेर्दा सल्लक्कै हुन्छ पुरै यो चाहिँ बाटबाट नि ऊ दमकको बाटबाट नि त्यो भयो ए त्यो हाम्रो दमक त्यहाँबाट आयौँ हामी। त्यहाँबाट है? यो हाउसिङ कम्पनी होइन? हाउसिङ त रातो टिन भएको दुई तले हाउसिङ त्यहाँ 17 वटा घर छ। दमकै होइन यो? दमकै हो दमक। यतापट्टि के पर्यो दाजु? दमक 4 यो दमक सबै दमक दमक बजारतिर भयो होइन? सबै दमक पर्यो सर? त्यो सबै दमक हो। यति बेला फाइनली हामी यो दमकको भ्यू टावरमा आइपुगेका छौँ। माथि टपमा आइपुगेका छौँ। लिफ्टमा चढिसकेपछि लगभग 2 तला चाहिँ हामी हिँड्यौँ र हिँडिसकेपछि यहाँ चाहिँ आइपुगेका छौँ। यहाँबाट यति राम्रो दृश्य देखिएको छ। दमक बजार भयो, उतापट्टि इलाम साइड भयो, लगायतका विभिन्न क्षेत्रहरू चाहिँ हामी यहाँ चाहिँ देख्न सक्छौँ। एकदम रमणीय तरिकाले चाहिँ हेर्न सकिन्छ। रमणीय दृश्यहरू पनि देख्न सकिँदो रहेछ। यहाँ चाहिँ आइपुग्दाखेरि अलिकति शीतलताको महसुस अलिकति हाइटमा आइसकेको भएर होला आउँदाखेरि अलिकति कष्टकर थियो हामीलाई। बाटो भर्खरै निर्माणाधीन अवस्थामा छ सडकहरू र बजारबाट पनि थोरै भित्र आउनुपर्ने अवस्था र गाउँमा भइसकेपछि अलिकति सवारी साधनको पनि अलिकति व्यवस्था नमिलेको र यहाँ आइसकेपछि अलिकति आनन्द महसुस चाहिँ गर्न सकिन्छ किनकि यहाँबाट चारैतिर हेर्न सकिँदो रहेछ। यो कारणले गर्दा यो सबै संलग्न देखिने ठाउँमा यति बेला हामी आइपुगेका छौँ फाइनली यो दमकको भ्यू टावरमा। म सरस्वती तपाईँलाई चाहिँ अब यहाँ के देखिन्छ यहाँबाट त्यो देखाउँदैछु।
यो अब 5-7 तल फलामको स्ट्रक्चर छ सर। यो चाहिँ के को लागि? फलामको माथि गएर भ्यू हेर्ने ठाउँ। ए माथिबाट यहाँ यो भर्याङबाट चढ्नु पर्यो होइन? मङ्की ल्याडर थियो। हजुर चढेर माथि 7-8 तला भयो। त्यहाँ त अलिकति रिस्क पनि हुने भयो नि त्यहाँ त होइन? त्यहाँ माथिबाट त घेरेको छ सर। यहाँ चाहिँ अलिकति यो बारिएको रहेन चाहिँ। यहाँ चाहिँ यो सायद यो सोलर प्यानलको लागि चाहिँ केही अलिकति फरक हुन्छ यो भनेर होला सायद। ल मैले अब सरस्वती देखाउँदैछु यहाँबाट होइन, कस्तो देखिन्छ हेर्नु होला तपाईँ पनि। यस्तो छ ठाउँ चाहिँ। ल हेर्नुहोस् है, यहाँबाट चाहिँ जो दृश्यहरू चाहिँ एकदमै क्लियरली मजाको देखिन्छ। त्यो रेलिङ छ यहाँ चाहिँ। ल यस्तो छ। ल हेर्नुहोस् यति बेला अब एकदम हामी टपमा छौँ। यो यहाँबाट सबै कुरा देखिन्छ। हाम्रो दाजुलाई मैले यता देखाइदिनको लागि अनुरोध गर्न चाहन्छु। हेर्न सक्नुहुन्छ यो दमक बजार भयो, एकदम टपमा छौँ। अझ यो भ्यू टावरको मेन टप त अझ बाँकी छ, उतापट्टि माथि हेर्दै छ त्यहाँ चाहिँ अब अझै रिक्स जानको लागि सकिनु गाह्रो छ। यो 8औं तला फलामको त्यहाँ चाहिँ जान सकिँदैन, हामीलाई अलि आँट पनि भएन। र त्यसपछि सिँढीबाट चढेर जानु पर्यो, त्यो गोलो गोलो भएको सिँढीबाट भ्यू टावरमा। अब यहाँबाट सर हेर्दाखेरि चाहिँ कति आनन्दको दृश्य देखिया छ होइन? कति हो तल हेर्नु, तल देखाउनु न, हेर्नुहोस् त। ओहो ल हेर्नुहोस् तल यस्तो छ है नि। यो यस्तो देखिन्छ यहाँबाट माथिबाट हेऱ्यो भने। त्यो चाहिँ उतापट्टि इलाम पऱ्यो होइन? यो इलाम भयो, त्यो इलाम भयो, त्यहाँ चाहिँ यो दमक भयो। अनि यतापट्टि दाजु के हो यो चाहिँ? यो मोरङ जिल्ला पऱ्यो चाहिँ। त्यहाँ जान चाहिँ हामीलाई आँट भएन, त्यो चाहिँ एकदम मेन टप ठाउँ हो, त्यहाँ चाहिँ आँट भएन, हामीलाई सकिएन। अब अर्कोचोटि कुनै दिन हेरौँ, सकिन्छ भने जाउँला कुनै बेलामा। यस्तो छ यहाँको चाहिँ। यहाँ त्यो पनि छ है।